म मौनताको छायामा प्रयासको धागो बुन्दै हिँडे। अरूको आकाश शान्त रहोस् भनी आफैलाई आधीभित्र थामे, तर पनि भएन रे। कहिलेकाहीँ जीवन एउटा ठुलो क्यानभास जस्तै लाग्छ, जहाँ म रङ्गहरू थपिरहन्छु, आकारहरू कोरिरहन्छु, घाउहरू ढाकिरहन्छु, तर अन्तिममा हेर्दा कसैको नजरमा अझै पनि कहीँ केही कमी देखिन्छ। आफैभित्र यति धेरै प्रयास गर्दा पनि अझै किन पुग्दैन, यो प्रश्न गुन्जिरहन्छ। अरूले होइन, आफ्नै श्वासले भनेका ती शब्द पनि कति भारी हुन्छ। म त नबोलिएको पीडाको पातालसम्म झरेर फर्किएको छु। आफ्नो मनको मसान घाटमा सपनाको कात्रो ओढाई आफैलाई छोडेर आएको छु। तैपनि छातीमा एउटा गहिरो आवाज बस्छ, अझै पनि पर्याप्त भएन रे। सायद यो दुनियाँ होइन जसले मलाई अपूर्ण ठान्छ। सायद म नै आफूमाथि अत्याधिक कठोर पो छु कि। जब आफ्नो प्रयासहरू अन्यलको पर्दाभित्र हराउँदै गए, म आफैलाई नै कमजोर ठान्दै गएँ अनि त्यही आफैलाई बिर्सिँदै गएँ। लाग्छ म अझै पनि त्यो भुमरीमा अलमल्ल पो छु कि। यो अन्तहीन चक्रभित्र म फेरि पनि उठेर आफ्नो बाटो समाउँछु, किनकि बिसाउने ठाउँ नै छैन र थाकेको मन थाम्न यात्रा रोक्नु पनि त उचित होइन। कहिलेकाहीँ मनले भन्छ, तिमीले गरेको प्रयास कसैले देख्नु पर्दैन, मात्र तिमीले महसुस गरे पुग्छ। त्यो आवाज कमै सुनिन्छ, तर सायद सत्य त्यही पो हो कि। जीवनमा सबैले शिखर चुम्नुपर्छ भन्ने छ र? कहिलेकाहीँ शिखर होइन, शिखरताको बाटो त्यही नै साहसको प्रमाण पो हो कि। म यो बाटोमा थाक्छु, लड्छु, फर्केर आउन चाहन्छु, तर पनि म अघि बढ्छु, किनकि मसँग फर्किनुभन्दा अगाडि बढ्नुको पीडा थोरै कम भारी हुन्छ। अनि एकान्तमा म आफैलाई सान्त्वना दिन्छु, अपूर्णता पनि एउटा सौन्दर्य हो। तिमीले बोकिरहेको यो अदृश्य लडाई हो, अनि यही त भोलि तिमीलाई तिमी बनाउने सबैभन्दा ठुलो पहिचान बन्छ। म यथार्थ स्वीकार्छु, म पुगिन